हेलो एभ्रिवान, आज चाहिँ हामी सबैजना मिलेर मामा माइजू लजा मम्मी केटाकेटी लिएर चाहिँ हामी एयर बेलुन राइडमा गयो, विच इज आई अलवेज वान्टेड टु ट्राई एन्ड हियर आई एम फाइनली टु ट्राई। अनि यो चाहिँ मन्डे थियो। आफ्टर वर्क 5 बजी आएर 5-10 मिनट 15 मिनट जस्तोमा नानीहरूलाई रेडी पारेर चाहिँ सट्ट हामी बाटो लाग्यो। अनि त्यहाँ पुग्नु चाहिँ हाम्रो घरबाट 7-8 मिनट। अनि माइजूहरूलाई हामीले यहाँनिर 10 मिनट पछाडि भेट्यौँ। हामी भेला भयो यहाँ सबैजना अब चाहिँ एयर बेलुनको लागि। एक्साइटेड तर के चाहिँ गर्दैन, पैसा चाहिँ घेर गयो कामबाट फुत्केर आएको उड्ने हो उड्ने हो अरे उयो हेर्नु उयो खेल्न आएको हामी। मामा फर्स्ट टाइम होइन हाम्रो, फर्स्ट टाइम होइन मैले पनि फर्स्ट टाइम हो नि। तर खतरा माथि लाँदो रहेछ। फाइनली आफ्टर लङ वेट हाम्रो टर्न आयो। अनि यहाँनिर चाहिँ हामी गयौँ एयर बेलुनमा। हाँसिका चाहिँ जानु मानेन, मेरो छोरी कान्छी छोरी हाँसिका चाहिँ रुयो अनि जानु मानेन। अनि माइजूसँग छोडेँ हाँसिकालाई चाहिँ। अनि यो चाहिँ लाजाले गरिदिएको भिडियो कस्तो राम्रो मजामा त्यही अलिअलि डर पनि हुँदो रहेछ। लेट्स सी हाउ इट इज एन्ड हाउ इट्स रियाक्सन। हामी चाहिँ भिडियो एकदम तयार गरेर आएको छौँ। टु बी अनेस्ट एयर बेलुन चाहिँ जहिले अनलाइनमा मात्रै देखेको, फोटोमा भिडियोमा होइन। तर फिजिकली कस्तो हुन्छ होला, कसरी आगो बोल्छ, भित्र कस्तो चाहिँ हुन्छ होला हाम्रो अलवेज क्युरियोसिटी थियो होइन। फाइनली आई गट टु नो हियर यत्रो आगो बोल्दो रहेछ, घर कानै कस्तो खाँदो रहेछ होइन। अनि यो इट वाज सो गुड एक्सपिरियन्स। एन्ड सबैजनाले एयर बेलुन चढिसकेर हामी बाहिर निक्ल्यौँ। अनि बाहिर निक्लेपछि हाउ वाज द रियाक्सन फर एभ्री वान। अनि त्यो सुनेर मेरो माइन्ड रिफ्रेश भयो। कस्तो भयो नानी? गुड मामा? भेरी गुड। हामी सबैजनाको चाहिँ हट एयर बेलुन चाहिँ फर्स्ट टाइम थियो। अनि हामी हट एयर बेलुन खेलिसकेर आएर चाहिँ बाहिर खानेकुरा किनिसकेर अलिअलि फोटो खिच्दै भिडियो बनाउँदै हिँड्यौँ। मामा माइजू लजा मम्मी म सबैजना। यस वी ह्याड अ ग्रेट बिग मेमोरिज, वी मेड अ लट अफ भिडियो एन्ड कलेक्ट द लट अफ ब्युटिफुल मेमोरिज टुगेदर। अनि आमा छोरीको नक्कल अनि हालेले चाहिँ मेरो क्याटवाक गरेको भिडियो त्यो त बन्ता हे अरे अन्तिममा नो सरम टु कलेक्ट द भिडियो कलेक्ट द मेमोरी है त। अनि घोडाहरू पनि सबै रहेछ। अनि त्यो घोडाहरूको फोटो अलिअलि खिच्यो। अनि yes I would like to say yes it's busy life but we need to manage our time। अरू एक्सपेन्सिभ कुराहरू किन्नु भन्दाखेरि चाहिँ टाइम किनेर चाहिँ हामीले नयाँ नयाँ कुराहरू गेन गऱ्यौँ भने, एक्सपिरियन्स गऱ्यौँ भने एट द एन्ड इज अल वी रिमेम्बर दिस। न्यू कुरा एक्सपिरियन्स गरेको चाहिँ धेरै लङ समयसम्म रहन्छ है। यु क्यान ट्राई टु, इट वाज रियली फन भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।